23 र 24 गते भएको जेन्जी आन्दोलनले हाम्रो नेपालको इतिहासमा ठुलो बदलाव ल्याउन सफल भएको थियो, एउटा इतिहास रच्न सफल भएको थियो। र त्यो भएसँगै हामीले आफ्नो मागहरू प्रस्तुत गरेका थियौँ कि हामी जसरी सफल भयौँ, जसरी हामी भ्रष्टाचारीहरूलाई भगाउन लखेट्न सक्यौँ, त्यसरी नै हामीले अन्तरिम संविधान र अन्तरिम सरकार गठन गर्न सक्नुपर्छ। तर पछि गएर अन्तरिम सरकार त गठन भयो, तर अन्तरिम संविधान आएर भन्दै गर्दा अहिले सुशीला कार्की जो अहिले सरकारमा हुनुहुन्छ, उहाँ प्रधान न्यायाधीश भइसकेको व्यक्तिले यति त बुझ्नु पर्थ्यो कि अहिलेकै सरकारमा टेकेर यदि उहाँ प्रधानमन्त्री बन्न खोज्नुभयो भने त्यो असंवैधानिक हुन्छ। पछि गएर त रिट जाने हो कि यसको विरोध हुने हो कि कुनै न कुनै क्रियाकलापले कुनै न कुनै नियम कानुनले तपाईँको विरोध हुन्छ भनेर त्यो त उहाँले बुझ्नुपर्ने थियो। तर उहाँले अहिलेकै संविधानमा टेकेर अहिलेकै जसरी भ्रष्टाचारको ओडारको रूपमा अहिलेको संविधान रहेको छ, यही संविधानमा टेकेर फेरि सरकार गठन गर्नुभयो र हाम्रो जेन्जी आन्दोलनप्रति जसरी धोका गर्नु भइरहेको छ, यसको हामी सुरुदेखि नै निन्दा गर्दै आएका छौँ। जसरी हामी जेन्जीहरू बाटोमा उत्र्यौँ, हाम्रो माग के रहेको थियो भने अहिलेको व्यवस्थाले फ्यालेर हामीले अर्को व्यवस्था ल्याउनुपर्छ अनि हाम्रो जेन्जी आन्दोलनको जो आन्दोलनकारीहरू थिए, जसले घोषणा गरेका थिए, उनीहरूको नेतृत्वमा अर्को सरकार गठन हुनुपर्छ। तर त्यस्तो नहुँदाहुँदै अहिलेको सुशीला कार्कीको सरकारको औचित्यमाथि नै प्रश्न उठिरहेको छ। असंवैधानिक भयो भनेर विभिन्न विषयवस्तुहरू हामीले अहिले निरन्तर रूपमा देख्न सकिरहेका छौँ। त्यसैले यसमा म के भन्न चाहन्छु भने म आफै पनि कानुन संकायको अध्ययनरत विद्यार्थी हो भनेपछि तपाईँ संविधानमा टेकेर तपाईँ यदि सरकारमा जान खोज्नु भइरहेको छैन, कानुन विपरीत जान खोज्नु भइरहेको छ भने तपाईँको नैतिक अधिकार छैन त्यो पदमा बस्ने, तपाईँ छिटो राजीनामा दिनुपर्छ। सँगसँगै अहिलेको विषयवस्तुमा जाने हो भने हामीले आन्दोलनको 100 दिनको समीक्षा गर्न यहाँ आएका छौँ, विभिन्न उपलब्धि र भावी रणनीतिहरूको विषयमा हामी छलफल गर्न आएका छौँ। भन्दै गर्दा हाम्रो आन्दोलनको 100 दिन पुग्दा सुशीला कार्कीको सरकार सफल भयो कि असफल भयो? उहाँले हत्याराहरूले कारबाही गर्न सक्नुभयो कि भएन? उहाँले आयोग गठन गर्नुभयो, आयोगहरूलाई विभिन्न रिपोर्टहरू दर्ता गरेपछि, विभिन्न रिपोर्टहरू बनाएपछि मात्र ती हत्याराहरूलाई पक्राउ गर्न मिल्ने। हत्याराहरू भन्नको औचित्य चाहिँ मेरो केपी ओली र रमेश लेखकको प्रष्ट रूपमा म स्पष्ट गर्न चाहन्छु। सँगसँगै म के पनि भन्न चाहन्छु भने तिनीहरूले पक्राउ गर्न चाहिँ रिपोर्ट चाहिने, तर हामी जेन्जी साथीहरूलाई पक्राउ जुन धरपकड गर्नु भइरहेको छ त्यसमा चाहिँ कुनै पनि प्रकारको रिपोर्ट नचाहिने, यो कस्तो सरकार हो? कसको नियन्त्रणमा चलेको सरकार हो? सँगसँगै म के पनि भन्न चाहन्छु भने जसरी तपाईँले अस्ति नक्कली जेन्जीहरूसँग बसेर नक्कली सम्झौता गर्नुभयो, त्यसमा ठुलो प्रश्न उठ्दछ। तपाईँले यदि साँच्चैकै आफ्नो नैतिकवान हुनुहुन्छ, नैतिकतामा टेकेर तपाईँ राजनीति गर्न चाहनुहुन्छ, पदमा बस्न चाहनुहुन्छ भने तपाईँले त्यो दिन सम्झौता गरिरहँदा तपाईँलाई ताली बजाउनु भन्दा तपाईँको विरोध गर्ने जेन्जीहरू धेरै थिए भनेपछि तपाईँले त्यो सम्झौता कसरी पारित गर्नुभयो, कसरी राजपत्रमा तपाईँले प्रकाशित गर्नुभयो, त्यसमा ठुलो प्रश्न उठ्छ। तपाईँले जसरी पहिला एमाले र काङ्ग्रेसले अनैतिक ढङ्गले गठबन्धन गरेर सरकारमा गएका थिए, त्यसरी नै अहिले नै अनैतिकतर्फ नै तपाईँ अग्रसर हुनु भइरहेको छ भनेपछि तपाईँ आफ्नो औचित्य नै पुष्टि गर्न सक्नु भइरहेको छैन। न त तपाईँ हत्याराहरूले पक्राउ गर्न सक्नु भइरहेको छ, न त हाम्रो मागहरू सम्बोधन गर्नु भइरहेको छ, न त तपाईँ अहिलेको संविधानमा रहेर आफ्नो नैतिकतामै टेकेर तपाईँ अगाडि बढ्न खोज्नु भइरहेको छ भनेपछि तपाईँ साँच्चैकै जेन्जीको सरकार हो कि होइन, साँच्चैकै तपाईँले हाम्रो माग सुनिश्चित गर्न खोजेको हो कि होइन, त्यसमाथि नै ठुलो प्रश्न उठ्छ। सँगसँगै म के पनि भन्न चाहन्छु भने तपाईँले अहिलेको व्यवस्थाले बदलाउन खोजेको हो, तपाईँको अहिलेको अवस्था बदलाउन खोजेको हो भने तपाईँ अहिलेको संविधान फेर्न सक्नु पर्थ्यो। तपाईँको अहिले संविधान नफेरेर तपाईँले धेरै ठुलो सङ्कटमा हामीले पार्न खोज्नु भइरहेको छ। अहिलेको जुन दलीय सिन्डिकेटहरू छ त्यसको अन्त्य गर्न सक्नु पर्थ्यो। तपाईँले जुन कर आतङ्क छ त्यसमा तपाईँले सम्बोधन गर्न सक्नु पर्थ्यो। अहिले तपाईँले जसरी सरकारहरूप्रति निर्भर भइरहेको छन् त्यसको विरुद्धमा आत्मनिर्भर हुन तपाईँले आफ्नो मागहरू राख्न सक्नु पर्थ्यो। तर तपाईँको त्यस्तो कुनै पनि योजना छैन। हामीले के चाहेका थियौँ भने सुशासन कायम गर्ने, स्थिरता कायम गर्ने, सदाचार कायम गर्नेदेखि लिएर विकास ल्याउने र स्थिरतातिर जाने, शान्तितिर जाने हामीले चाहना राखेका थियौँ। तर तपाईँ त्यसमा सम्बोधन गर्न सक्नु भएन। उल्टै तपाईँले अस्थिरतातिर हाम्रो देशलाई धकेल्न खोज्नु भइरहेको छ। नियन्त्रित ढङ्गले तपाईँले अस्थिरतातिर धकेल्न खोज्नु भइरहेको छ। तपाईँले भन्नुहुन्छ कि चुनावी हाम्रो म्यान्डेट हो, चुनाव गराउने हो। तर चुनाव घोषणा गर्दा गर्दै तपाईँले त्यस्तो वातावरण सिर्जना गर्न सक्नु भयो कि भएन? तपाईँले दलबाट कुनै पनि प्रकारको तपाईँले सहजीकरण पाउनु भइरहेको छ कि छैन? न त तपाईँले जेन्जीकै समर्थन पाउनु भइरहेको छ, न त दलकै समर्थन पाउनु भइरहेको छ, न त आम जनता नै तपाईँबाट सन्तुष्ट छन्, न त कुनै स्टेक होल्डर नै सन्तुष्ट छन् भनेपछि तपाईँले कसले चाहिँ आफ्नो जवाब दिन खोज्नु भइरहेको छ? कसको लागि चाहिँ तपाईँले सरकारमा बस्न खोज्नु भइरहेको छ? तपाईँ यदि साँच्चैकै नैतिकवान हो, तपाईँ यदि साँच्चैकै कानुनको उल्लङ्घन गर्न खोज्नु भएको होइन, कानुनको आदर गर्नुहुन्छ भने तपाईँ अहिलेको पदमा तपाईँ कतै पनि रहन सक्नुहुन्न। तपाईँ अहिलेको अहिले राजीनामा दिन सक्नुपर्छ। र हाम्रो के माग रहेको छ, हामी सबै जेन्जीहरूको साझा माग के हो भने अहिलेको सरकार जुन प्रकारले विफल भएको छ, जुन प्रकारले हाम्रो आन्दोलनलाई
घात गर्न खोजिरहेको छ। यसको विरोधमा हामीले अर्को सरकार गठन गर्ने र अहिलेको संविधान खारिज गर्ने हो कि अहिलेको संविधानमा संशोधन गर्ने हो, कुन प्रकारले अगाडि बढ्ने हो त्यसमा जानुपर्छ। निकास नगरिकन निर्वाचनमा जानु हाम्रो कुनै पनि आन्दोलनको औचित्य होइन र हाम्रो माग पनि होइन। त्यसै साथ म आफ्नो मन्तव्य टोक्न चाहन्छु। धन्यवाद।